भाषा त सिक्या हुने यिनीहरू रुचाउँदाखेरि त पुरा यस्तो छ हालत हाम्रा सिकाएको हालत देखेर चलो चलो लाग्यो तम अगाडिबाट थोडा तम अगाडिबाट थोडा हाम्रो भयो तम अगाडिबाट थोडा कहाँ त ठाउँ छैन छिरा भाइ कहाँ छिरा रहेछ उसले भने त नानो अहिले होइन होला ओभरटेकले आदरहरू मुन्टो मुन्टो जाने हो खालि अहिले हो बिचराले उनीहरू घुमेर त गरी हाम्रो पाछा त ट्र्याक्टर हाल्यो कि है ट्र्याक्टर बिहान सानीलाई मिलाएको तपाईँले अझै कुदाउने कहाँ जानु होला त खालि गरी पाछा त भिडाबाट फोरबाट 7-8 बोर्ड खन्या अब त पाछा त नाही नाही जाऊ दे गएसम्म मी हेरेर देख्थेँ मैले पण 2 लाख भएका हुन् 15 मोड आइगयो हुन्छ अब चौधरी नआउने भनेको यहाँ कहाँ आउने घरको यहाँ घरवाली व्यवहार छ उहाँको ट्र्याक्टर चलाउनु त्यो ठेकावाला यत्रो खामा ठेकदारको त टेन्डर छ त नगर हरियालो त्यो दिएको ठेका लिइहालो घेरबाट ठेका लिइरहेको थियो न त उहाँ नगर उहाँलाई कतिवटा ड्राइभर चेन्ज गरेर भाग्या भाग्य के छ भाग्या उहिलेको सुरुमा रक्सी खानाले उहिले त भयो हो अनि दोस्रो 1 महिनाको लागि मगाया हो 1 महिना मगाएको चलाउने होला ड्राइभर नभए 1 महिना मगाया मगाया अर्को आयो बिजाउनु बिजुङ गयो पैसा दिने वाला रहेछ फटाएर छ मान्छे भन्नु थियो खाना खाने खल्तीमा पैसा छैन उनीहरूले 30 रुपियाँ पैसा दियो भने उसले सिलगढीमा पैसा दिएको मोबाइल ब्याङ्किङमा उसले पैसा ट्रान्सफर गर्यो टिकट अनि खाना उसलाई पैसा नदिए ड्राइभरलाई अब आउनु भाग्यो ड्राइभर तब आउनु भाग्ने अब टिकट हालिदिनु उसले पुगाउने हो खालि हुन्छ दिन भयो बिचमा अर्को दुईजना खाना खाने पैसा छैन गाडी चलाउने ड्राइभरको खोल्ने पैसा नहुने बगल होइन घर जान्छ बिचार किन आएर टोटल भएर गयो खाना अहिले जाँछु के बिचन गयो के अरे कहाँ गाडी चलाउनु यो त्यो चन्जीको हो के बिचनको के बिजन होइन के बिचनको त उसो थियो गाडी त पाछाबाट हरियो आगाबाट रातो त उसैको बस ड्राइभर चेन्ज भयो होला ड्राइभर चेन्ज भयो होला अर्को सानो चाहिँ अलिक ड्राइभर चेन्ज भयो होला तर गाडी त उसैको त्यो शिरबहादुरको चन्जीको हो त्यो ट्र्याक्टर त तब ड्राइभर उसैको उहाँले अर्को आगा हाने त यहीँको थियो अरे मुन्टो फुट्यो होला मुन्टो फुट्यो होला यसो 15 वर्ष चलाउनु भयो मलाई त 15 वर्ष भयो कि हाम्रो यहाँ मैले 2 दिन भयो ठाडा सौरी काटेर दे कटाउन गएर तल 60 दिन जालामा कल्ल्या मलाई साड्नाले पर्ला जाऊ के आला तल आको के हो त यो रोड हो यो गोरो ठोरो हो त भुजाले जाने गाडी गएर जाने नलाउने नि यार त टिनियन गाडी जान्छ छुट्टिने हो धन्दा त खा खतम हो बडा कौन बस अगला में यार लगभग 20 मोड पर फेंगे हरी इंदा ये तो बल ले उधर ही आए तो लुट जाता बोल 17 मोड गई थी 17 मोड गई 18 नहीं 17 भाई हां इसा मोडमा पिच गरेर के गाडी चल्दैछ नि म खाली कहाँ पिच हुन्छ इसान रे इसान पिच गरेर के चल्दैन हिटाक मान्छे हिटाक नि हो यो गाडीको टर्निङ पुरा नै खाली हो यो बेकार के विकास हेरेर खाली बाटो हो ₹15 सोल्नु हुन्छ रे क्या के मोडा हान्ने यार बजार गाउँदैन डाँडा मलाई 11 मोड हुन्छ
बाँसको पोड भन्ने नि बाँसको चियाको पोड छ हो किन पोडदेखि चियाको पोड छ बाँसमा कहाँ पोड्छ होला खालि ढुङ्गा कहाँ मात्र छ पोड खालि पनि बाँसको पोड छ अन्धार नदेख्नेले भने बेला यो कम्ठाले आइकन लाग्यो यहाँको बोर्ड भन्दा सेकेन्डको बोर्ड हेर्नु न सेकेन्ड ह्यान्डको पोड हेर यो हेर भाइसको बोर्ड हेर्नु डबल कहाँ छ बाँसको पोड बाँसमा त सिधा बाह्र मोडमा हो सिधा बुझ्या बुढोहरू सुरक्षित छ हौ त ढुङ्गा ढुङ्गाको अनि यो पक्के पनि हो गाह्रो मोड यो घुम्दै घुम्दै मरिगे पोड बेला सिधै भेट्दा यसलाई निको हुन्थ्यो त सिधा भयो नि हुँदा यो मात्रै सिधा हो त मोड त छैन नि बाँसमा त जिसिबीले लगाइहाल्यो हा उहाँहरू जो मेसिन रोड काट्ने मेसिन ओ मेसिन मेसिन आउँदैन फाल्यो अब पहिला छाडा मलाई टर्निङ पुग्दैन आइपुग्यो गाडी त त्यहाँको पोड गाडी अब अघि भेटेको गाडी समस्या त लाग्यो कि पुरानो बाटो त निको थिएन मुरै हामी एकखेर जडीबुटी पुग्थ्यो एकखेर यो ठेकदार पैसा भन्ने शेरबाबुमा पहिला खतरा आएको चल्ने बाटो अनि खतरा हो मान्छे धन्ने बाटो हाल्यो झन् कुरो गर्थ्यो मोड त छोटो मोड भयो जो डिजाइन मैले धेरै नै गरिदिएँ क्या ल डबल कटिङ त मुस्किल मोडले सुधार गरिदिएँ क्या जसो डाँडो गरिदियो कि नि म सुरुमा त म त आउन याद खतम हो ढङ्गालो रोड ठिक हो क्या ढङ्गालो ढुङ्गाडो त ठिक छ एक 2 दिन 3 दिन आएर म त ढुङ्गाडाबाट अनि त्यहाँ ड्राइभरले लिएर ऊ साला बाह्र बुढाकोटा ला छोडेर देवालको दिन घर गयो चार चलाएन आँटेन गर्दै म दोस्रो दिन लैजाने मान्छे किन लैजाने पुराना ट्र्याक्टर घर ऊ साला ट्र्याक्टर आला मेरो त ड्राइभर घर गइरहेछ केही गर्दैन आउने पुराना ट्र्याक्टर ड्राइभर घर गइरहेको छ यसको पनि यस्तै छ म पनि त्यस्तै छ उनीहरू चलाउँदैन यसको पनि घर गइरहेको छ कहाँ देखायो उयो 2 मिनट स्टार्ट गरेर के क्या गर्यो जाने के ठिक्क 20 मोड रहेछ नि यहाँ यसको पनि यस्तै छ उनीहरू ब्याग फेरि गऱ्यो ट्र्याक्टर त गऱ्यो बसा ट्र्याक्टर ब्याग गऱ्यो ऊ पनि जान्दैन 1 घन्टा लाग्यो यस्तै छ